फाइनली देशले नयाँ सिजे यानी कि प्रधान न्यायाधीश पाएको छ मनोज कुमार शर्मा। हेर्नुस् यो बीचमा बवाल मच्चियो, सरकार र प्रतिपक्ष बाजाबाज गरे। सरकारले भन्यो यो बेस्ट नियुक्ति हो, प्रतिपक्षले भन्यो राजनीतिक हस्तक्षेप भयो। तर अब यी नेताजीहरूको पोलिटिकल ड्रामा खत्म भयो जब नयाँ प्रधान न्यायाधीशले 18 बुँदे कार्ययोजना सुनाए। यो कार्ययोजनाले दलाल र बिचौलियाहरूको सातो उडेको छ, जसले अदालतलाई वर्षौंदेखि आफ्नो सुत्ने कोठा बराबर सम्झिन्थे। नेपालको अदालतको रियालिटी के थियो? एउटा मुद्दा दर्ता भयो भने मान्छेको कपाल फुल्छ, दाँत झर्छ, तर फैसला आउँदैन। तारिख धाउँदा जुत्ताको सोल खिन्छ, तर न्याय पाइँदैन। त्यही फेरि आफ्नो नेताजीहरूको मुद्दा रहेछ भने रिट पर्यो कि रातारात पेशी तोकेर अन्तरिम आदेश सुनाइदिन्थे। अदालतको यही भद्रगोलको फाइदा बिचौलियाहरूले उठाउँथे। सर हजुरको मुद्दा त साह्रै कडा रहेछ, त्यही भएर अड्किरहेछ, अलिकति खर्च लाग्छ, म भित्रै सेटिङ मिलाइदिन्छु। तपाईँ निर्दोष हुनुहुन्छ, तपाईँसँग प्रमाण पनि छ, तर बिचौलियालाई भेटी नचढाए तपाईँको फाइल ठाउँमा पुग्दैन। तर अब डाक्टर मनोज शर्माले जे योजना बनाएका छन् त्यसको 50% मात्रै पनि लागू भयो भने नेपालको न्याय प्रणाली 21औं शताब्दीमा प्रवेश गर्छ। के छन् त उनका योजनाहरू? पहिलो कुरा त जसले भन्दैछन् कि हुने केही होइन, राष्ट्रपालले नियुक्ति गरेको प्रधान न्यायाधीश हो, राष्ट्रपालकै फेभर गर्छ। यसैको उत्तर हो लाइभ स्ट्रिमिङ। अब लाइभमा आएर एउटा न्यायाधीशले कुनै एउटा पार्टीको महिमा मनन गाउन चाहिँ सक्दैन। दोस्रो कुरा अदालतमा एआई प्रयोग हुन्छ, स्पिच टेक्स्टमा कन्भर्ट हुन्छ, यानी कि पेपरलेस सिस्टम। अब तपाईँ बयान दिन, मुद्दा दर्ता गर्न कागज हल्लाउँदै अदालत जानु पर्दैन, सब भर्चुअल अदालतबाट हुन्छ। अनि जुन यो नक्कली साक्षी खडा गरेर मुद्दा उल्टाउने काम हुन्थ्यो अदालतमा, त्यो एक झट्कामा खतम हुन्छ। तपाईँको नेसनल आइडीसँग फिंगरप्रिन्ट जोडिन्छ ताकि गलत गर्नेलाई तुरन्त समात्न सकियोस्। अनि तेस्रो कुरा जुन एकदमै इम्पोर्टेन्ट छ, सोच्नुस् तपाईँले फुड मेन्यूबाट मोमो अर्डर गर्दा कसरी ट्रेस गर्नुहुन्छ? मोमो तयार भयो, राइडर निस्कियो, तपाईँको ढोकामा आइपुग्यो, ठिक त्यसरी नै तपाईँले घरमा बसेर खुट्टा हल्लाउँदै नागरिक एपबाट आफ्नो मुद्दा ट्रेस गर्न पाउनुहुन्छ। कतिलाई यो प्रस्ताव मजाक लाग्दैछ, ट्रोल गर्दैछन्, तर यो प्र्याक्टिस सबै डेभलपमेन्ट कन्ट्रीमा अलरेडी चलिरहेछ। त्यही भारतले पनि युट्युबमा स्ट्रिमिङ गर्छ इम्पोर्टेन्ट मुद्दाहरूमा। अमेरिका, अस्ट्रेलियामा त रियल टाइम एफटीआर जस्ता एडभान्स एआई युज हुन्छन्। चीनमा लाखौं मुद्दा एआईबाट सल्भ हुन्छन्, अदालतै नभई। न्यायाधीशले कानुन के छ भनेर संविधान पल्टाइराख्नु पर्दैन, त्यही एआईले भनिदिन्छ कानुन पनि अनि पुरानो नजिर पनि। र लास्टमा विरोध गर्नेले विरोध गरून्, समर्थन गर्नेले ताली बजाउन्। हामीलाई सरकार बस यो कुराको छ कि जसले यो प्रणाली चेन्ज गर्ने योजना बोकेर हिँडेको छ उसले काम गर्न दिन्छ कि राजनीतिको बलि चढाइन्छ। बाई चान्स यो योजना सफल भयो भने नागरिकले घरमा बसी बसी मोबाइलको बटन दबाएर न्याय पाइन्छ भन्ने कुराको अनुभूति गर्छन्। हड्डा अदालतको चक्कर काट्ने झन्झटले कुनै नागरिक अन्यायमा दबेर बस्दैन। थ्याङ्क यू।